सिङडामले नि त यहाँ छ यहाँ हिँड्छ नि यहाँ बाँध्नु नि पहिला आफू डोरीलाई बाँध्नु दुईजनाले खोलेर नि बाछालाई खुट्टा बाँध्नु जुरका बोका ल्याउँदा नि हुन्छ बोका भाइ बोका कस्तो बोको हौ यत्रो यति बोक्दा सही आउँछ नि एक गाईले हान्छ है हे 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 ए ए ए गाईले बेइमान गर्छ क्या अघिको दुखाइ कम गर्ने यता दिन त एकचोटि हराउँदै नहराउनु लास्टमा राखिराख्नु ल लट्याउने कता छौ दुखाइ कम नबना होइन अनि त्यो सिङै पलाउँदैन मुरुलले हुन्छ कुनेको आउँछ कुनेको आउँछ होइन उहाँले सबैकै डामेर मात्रै आउँदैन भन्ने खालको आउने ठाउँ कपाल काट्दैन कपाल पनि काट्नु पर्ने रहेछ अस्ति बोका खसीबार लिएर आउनु पर्दैन थियो बोका खसी बोका खसी पारेको छ कि छैन पारिसक्यो तपाईलाई पर्खिँदा पर्खिँदा उहाँ खसी बोको छिटेर कत्रो कहाँ छिपिन्छ आज 3 दिन त भयो 3 दिन त भयो तपाईँले भनेको ठिक छ सिङडाममा अब यो छाम्न सुन्नुभयो ग्रुपमै हाल्नु भयो हल्का हल्का टाढो भयो त्यसलाई बाहिर ल्याउनु ल हस् ओके हामी लिएर गइहाल्छौँ उनीहरूलाई सहयोग गर्नु है यो बाछालाई हाल्नुहोस् है यसरी गरेपछि नि यहाँ बसेपछि म बस्दिएँ पक्रौँ न अलिक तर समाउँ न हौ त्यत्रो ज्यानले भिडियो गर्नेले चाहिँ नपक्रिनु न अर्को साथी गर्नु भिडियो गर्नेले चाहिँ नपर्ख्यौँ त्यहाँ खसी पार्छ नि मुनिबाट ठ्याक्क यसरी खोइ त्यो पनि गोरुलाई पनि त्यही सिस्टम खसीले त्यही सिस्टम छ बाख्रालाई पनि यसरी समाउँदा हुन्छ बाँध्ने यसै गरी नि हो खसी पार्ने तरिका ल्याम्मै लडायो